नमस्ते गुड मर्निङ अनि स्वागत छ सबैलाई मेरो के रे नयाँ न्यू डे न्यू भ्लगमा। आज धेरै समयपछि मैले फेरि भ्लग लिएर आएको छु। मैले भ्लग नल्याउनुको कारण चाहिँ मेरो मोबाइल बिग्रेर मेरो आइडी के रे बिर्सेको थियो अनि फेरि अहिले आइडी चाहिँ लोड गरेको छु खोजेर। त्यही भएर आज धेरै समयपछि मैले फेरि नयाँ भ्लग लिएर आएको छु। हेरेर माया गरिदिनु होला भन्न चाहन्छु। आज चाहिँ हामी के गर्ने छौँ त भन्दाखेरि चारजना छौँ। चारजनाको चाहिँ हामी आफ्नो जन्मसालको पैसा भेटाउँछौँ कि भेटाउँदैनौँ खोज्नेवाला छौँ। हेरौँ भेटाउँछौँ कि भेटाउँदैन, कतिवटा रहेछ ककसको चाहिँ भेटिन्छ त नि जन्मसालको पैसा चाहिँ छ कि छैन हामीसँग भनेर खोज्ने छौँ है त। हेर्दै गर्नु होला। यो रेणुकाको सालको 49 तिमी कति हो सालको 45 यो जन्मदिन सालको 36 जन्मदिन 35 हैन 44 36 ए मैले पाए 45 पाइस एउटा पाइस कतिवटा पाइस लु के रे कतिवटा पाउँछ छिटो गर। 45 मैले एउटा पाए। रातो कि सेतो? सेतो। तिमी कति सालको? मैले म 42 सालको। 48 साल रहेछ मैले पाइसके। साइलीले भेटिन रे एउटा। यो चाहिँ मैले पसल गर्दाखेरि मेरो खुद्रा पैसा थियो, मैले साँचेर राखेको। आज निकालेको कसको जन्मसालको रहेछ हेरौँ भनेर यहाँ खोज्ने क्रम जारी छ। 48 सालको हो 66 रेणुका ए सेलिका 66 के रे ग्रीष्माले नै खोज्ने क्रम जारी छ। 66 मात्र भेट्दो रहेछ। 66 थुप्रो छ। 77 मात्र भेटिरहेको 66 थुप्रो छ। लु बाउको 12 सालको नि रहेछ। 11 साल हो हाम्रो बाउ त। 12 साल 60 कुरा छ। यो सन्तान नभेटे 56 नभेटिन 58 तर यहाँ यो पैसा खोज्ने क्रममा चाहिँ कसको को कहिले जन्मेको रहेछ भनेर पोल खुल्दैछ यो भिडियो मार्फत। रेणुकाको दुईटा भेटिसक्यो। यो रेणुकाको यो रेणुका दुईटा भेटिसक्यो। रेणुका कति सालको भेट्यौ? 49 ए 49 को कति वर्ष पुगेछन् भन्ने कुरा थाहा हुँदैछ आजको दिनमा। 45 मेरो 45 हैन 49 हो यो त। यो 49 49 र 45 चिन्दैन क्या हो? यहाँ छ यी ओ तीनटा भइसक्यो 45 खोइ 45 मेरो दुईटा भयो खै यो पनि 12 नै हो 48 सबै पैसा त छरपष्ट बनाछ। यो नि 45 मसँग चारटा भइसक्यो 45 भएको। ए मेरो सबै 66 को रहेछ। 66 लो 45 म चारटा भइसक्यो 5 वटा 66 ककलले 4 आना 8 आना 1 रुपैयाँ 2 रुपैयाँको चक्लेट किनेर खानुभयो कमेन्ट गर्नु है साथीहरू। त कति साल हामीसँग जन्मेको को हुनुहुँदो रहेछ यसो 60 सालको चाहिँ रहेछ यहाँ कमेन्ट गर्नु होला। 77 को पनि छ। कमेन्ट गर्न नबिर्सिनु होला। हामीसँग लो कालोमा काली भेटाइस् बसेर तिमी पुग्यौ कालो भेटाएछ कामनाले खै देखा त। त्यो कालीलाई कति सालको भनेर भन्नलाई होला। महेन्द्रको पालाको पैसा मैले भेटेँ है। त्यो कहिलेको पो थियो मैले नि हेरी छोडेको थिएँ। महेन्द्रको म तँलाई 100 रुपैयाँ दिन्छु खै महेन्द्रको पालाको भनेको हैन। महेन्द्रको पालाको भनेपछि कति सालको होला पैसा भन्ने कुरा यहाँ आयो कुरा। त्यो त वीरेन्द्र भन्दा नि अगाडिको पृथ्वीनारायण शाह पछाडिको हैन महेन्द्र त उए क्वेसन सोध्नुमा चाहिँ एकचोटिमा भन हैन म तँलाई 100 रुपैयाँ दिन्छु। यो लु कति सालको पैसा लु कसको सालको महेन्द्रको पालाको 2000 मै हो नि हैन 1900 मा त हैन नि 1900 मा हैन 2012 2013 हाम्रा बाप र छक्क परिजानु भएको छ। मैले अघि भेटेको थिएँ त 12 अघि भेटेको 12
मैले अघि भेटेको 12 13 हैन 12 त भेटाइस् तर कुन चाहिँको हो त राजा चटिमा टक एकै छ त भन्नु पर्यो राजा चाहिँ कुन हो त तँ चाहिँ भन्नु पर्यो क्या यो भरेमा त्यति धेरै पुरानो पैसामा एउटा 12 छ 2012 को कुन थियो त्यो 12 को पैसाको राजा चाहिँ को थियो खै कहाँ 2012 को पैसा छ के 2012 को पैसा पनि यहाँ छ ठुक्का भनेन है ए भन्न है छिटो मलाई महेन्द्र राजै कुन सालको थाहा छैन त यहाँ मेरो बुढाको सालको पुगे पायो हाम्रो बाबुलाई सोधौँ न महेन्द्रको पालाको कति सालतिर थियो भनेर 2012 कै हो महेन्द्र 2012 कै हो मलाई के थाहा नि मैले 12 कै हो भनेर मैले भने के 2012 रे 2012 कै हो क्या म त्यही एउटा मात्रै थियो क्या सबैभन्दा पुरानो पैसा होइन निकाल नि त कति सालको 2014 को थियो 2014 पनि मैले 12 ज्ञानेन्द्रको नाम छपेको पैसा आउन थालेको रहेछ यहाँ छ क्या यहाँ 57 सम्म वीरेन्द्रको छ नाम अनि 58 देखि ओइ दिदी ज्ञानेन्द्रको माथेका दिदी न कामनाले कतिवटा भेटाइस् तेरो जन्म सालको 5वटा भेटाइस् ग्रीष्माले कतिवटा भेटायो भेटाएन तँ त जन्मेको तँ साथ जन्मेको साल त पैसै बनेको थिएन रहेछ कालीले कतिवटा भेटाइस् 77 को छ 77 को छ 66 छ यहाँ सबै टोटल 66 ए तपाईँहरू कति सालको या कमेन्ट गर्नु होला म त्यो सालको पैसा खोजेर तुरुन्तै दिन्छु भनेर कसरी भन्नु कहाँ भेटेर दिनु होला भेट्नु पा त म दिन्थेँ सबै 36 साल र उयो पैसा कैनाले मेरो पैसाको बिजोग सबै त्यति गरेको अब त्यो माथिको दुईटा मेरो हो त मेरो त्यो एउटा त्यसलाई चाहिँ यहाँले त्यो त हैन नि तिमीले खाएको यहाँ राख कोले यस्तो खेल्यो भन्नु है कमेन्टमा छ्याले मेरो पैसा सबै खाएन खाएन कति बेला यताले भन्दै आजको मिनी भ्लग बन्द गर्छु मेरो पैसा सबै यिनीहरूले कहाँ कहाँ पुऱ्याए पैसा भेला पार्नु पर्यो नत्र भए आधी नै हुन होला जस्तो छ थ्याङ्क यू सो मच भिडियोलाई माया गरिदिनु होला भन्न चाहन्छु